अनि अब यो एउटा यो पूजा पानी चढाउने प्रथा चाहिँ कस्तो भन्दा एउटा सजिलो जो कोहीले पनि चढाउन सकिने है त्यो सजिलो एउटा माध्यम पुण्य कमाउने एउटा सजिलो माध्यम हो रे उसको प्रथा कसरी सुरु भयो त अब पूजा पानी चढाउँदाखेरि दुई थरीको हुन्छ है एउटा छोटो पूजा चढाउने छोटोमा चाहिँ पानी मात्रै चढाउँछ अब लामो चढायो भने चाहिँ अब छेपा घेबा भन्छ नि छेपा दुबा दङ घेबा भन्ने दुईटा हुन्छ अब लामो चढायो भने चाहिँ अगाडि दुईटा पानी त्यसपछि फुल त्यसपछि धूप त्यसपछि बत्ती त्यसपछि फेरि पानी हैन अनि त्यसपछि चाहिँ के हो तोर्मा हो छेन शाब्सिल मेन्दो दुग्बे नङसल अब मनमे डिछप अनि शाल्से रोरमा भन्छ नि अनि अब शाल्से तोर्मा अनि त्यसपछि अन्तिममा चाहिँ अब बाजा गाजा भन्छ नि जे राखिनु हुन्छ कसैले तिङसाक राख्छ सानो तिङसाक कसैले चाहिँ शङ्ख राख्ने गर्छ है त्यो चाहिँ अब लामो पूजा अब यो प्रथा चाहिँ कहाँबाट सुरु भएको भन्दाखेरि भारतबाट यो चाहिँ भारतको प्रथा हो पहिला पहिला अब राजाहरूले चाहिँ बुद्धलाई पाहुनाको रूपमा बोलाउनु हुन्थ्यो नि त दरबारमा भोजन दानको लागि भोजन ग्रहणको लागि पाहुनाको रूपमा बोलाउँदाखेरि चाहिँ अनि त्यो बेलामा त अब बुद्ध त अब खाली खुट्टा हिँड्नुहुन्थ्यो टाढाबाट आउनुहुन्थ्यो नि त त्यसकारण सुरुमा चाहिँ छयन भनेर पानी राखेको छयन अब सुरुको पानी चाहिँ के हो भने बुद्ध टाढाबाट आउनुभएको हुन्छ नि त अनि थाकिएको हुन्छ तिर्खा लागेको हुन्छ भनेर त्यो सुरुको पानीले चाहिँ अब बुद्धले पानी चढाएको जस्तो छयन त्यसपछि दोस्रोको पानी चाहिँ के हो भने स्याप्सिल अब बुद्ध यसरी पाल्नु भयो भने त अब खुट्टामा त अब हुन त बुद्धको खुट्टामा त दुलो मैलो त हुँदैन है बुद्ध भनेको एकदम यो शरीरद्वारा नै असमित लुगा लगायो भने लुगाले यति जति बुद्धको शरीरमा छुँदैन र कि यति जति ग्याप बस्छ अरे कि लुगा त्यस्तो हो नि त अनि हिँड्दाखेरि भुइँमा छुँदैन स्याप्साला मारेको भए भुइँमा टेकेर हिँड्नु हुँदैन उहाँ यसरी हिँड्नु हुँदो रहेछ कि अनि फेरि खुट्टाहरू औँलाहरू सबै जोडेको हाँसको जस्तो है ठिम्बा एन्जमको अब बुद्धको धेरै विशेषताहरू छ शरीरको विशेषताहरू अब त्यो प्रति नजाउँ अहिले जे होस् त्यसरी टाढाबाट पाल्नु भयो भने चाहिँ पहिला पिउने पानी दिनु पऱ्यो होइन त्यसपछि चाहिँ अब हात खुट्टा धुनुको लागि पानी राख्यो दोस्रोमा अनि तेस्रोमा फुल पाहुनालाई हामीले फुलद्वारा स्वागत गर्छ नि त फुल भयो अनि त्यसपछि चौथोमा के राख्यो धुप त्यो ठाउँ त मिठो बास्ना आउने बनाउनु पऱ्यो नि त अरू बेला जे गनायो भने त्यो बेलामा त अब बुद्ध जस्तो व्यक्तित्व पाल्नुभएको बेलामा त अलिक मिठो बास्ना आउने बनाउनु पऱ्यो नि त अनि सरसफाइ गरेर मिठो बास्ना राख्नको लागि धुप राखेको अनि त्यसपछि त्यो ठाउँ उज्यालो बनाउनु पऱ्यो नि त त्यसको लागि चाहिँ अनि बत्ती राखेको छ है नङसल अनि त्यसपछि फेरि त्यो ठाउँ फेरि बिबिचमा पनि अब बुद्ध त्यहाँ बस्नुन्जेलसम्म